तपाईँ चाहनुहुन्छ तपाईँको लिभिङ रुम राम्रो अनि लग्जरियस देखोस्, त्यसो हो भने लिभिङ रुम डिजाइन गर्दा यो गल्ती कहिले पनि नगर्नुहोस्। सबैभन्दा पहिलो, टिभी युनिट। धेरै मानिसहरू टिभी युनिट डिजाइन गर्दा टिभी युनिटलाई क्राउडेड बनाइदिन्छ, जस्तै टिभी युनिटमा बक्स बक्स बनाइदिन्छ। यसले गर्दा टिभी युनिट भरिएको र भद्रगोल पनि देख्छ। यसको सट्टा तपाईँ बनाउन सक्नुहुन्छ सिम्पल अनि प्लेन ब्याकग्राउन्ड भएको टिभी युनिट। यसले लग्जरियस अनि मोडर्न लुक्स पनि दिन्छ। त्यसपछि अर्को गल्ती जुन आफ्नो लिभिङ रुम डिजाइन गर्दा नगर्नुहोस् त्यो हो सर्ट कर्टन। तपाईँ आफ्नो लिभिङ रुममा सर्ट कर्टन नलगाउनुहोस्, किनभने यो हेर्न पनि राम्रो देख्दैन। आजभोलि मार्केटमा लङ कर्टनको ट्रेन्ड आइसकेको छ। यो सिलिङदेखि फ्लोरसम्म हुन्छ। यो हेर्दा पनि मोडर्न अनि लग्जरियस लुक्स दिन्छ। तेस्रो नम्बरमा रहेको छ फल सिलिङ। लिभिङ रुम राम्रो देखाउन हामीले फल सिलिङको युज गर्छौँ। धेरै मानिसहरू फल सिलिङ हेभी डिजाइन गरिदिन्छ अथवा धेरै कलरफुल डिजाइन गर्छ, जुन हेर्दा पनि एकदमै चिप देख्छ। यो बाहेक तपाईँ सिम्पल अनि प्लेन फल सिलिङ डिजाइन गर्न सक्नुहुन्छ। आजभोलि सिम्पल एन्ड प्लेन फल सिलिङको ट्रेन्ड आइसकेको छ, जुन हेर्दा पनि रिच भाइब दिन्छ। अब अन्तिममा रह्यो लिभिङ रुममा कस्टर्ड टाइल लगाउने। तपाईँ लिभिङ रुममा ग्लोसी फिनिस व्हाइट टाइल लगाउन सक्नुहुन्छ। यो हेर्दा पनि राम्रो देख्छ। अब यति गरेपछि तपाईँको लिभिङ रुम राम्रो देखेन त? तपाईँ पनि आफ्नो लिभिङ रुम डिजाइन गर्न चाहनुहुन्छ भने सरलाई फर्निचरलाई सम्पर्क गर्नुहोस्।